ए तिम्रो किन चलेछ हा ड्रामा कहाँ गयो बिहानमा चिया दिनु छैन तातो पानी दिनु छैन केटाकेटी चल्न बसिरहेछन् कहाँ गयो त्यो हा जति राम्रोलाई बोलाइ जा कस्तो कहाँ गयो र यहाँ धरामा पानी भरेको देखेन फुटेको आँखाले काम साम केही छैन खाली रक्सी खाछ गाउँ गाउँ हिँडेछ छोराछोरीलाई म एक्लैले कसरी हुन्छ र त्यसैमाथि म यस्तो छु पिर नगर न बुढी बिहान बिहान किन कराएको यसरी नरिसाउन न यहाँ गरम भने पनि गाउँमा के छ र हामी बुढाबुढी भनेको एक रथको दुई पाङ्रा हो तिमीले दुखम सुखम घर गर्ने म विदेश जान्छु धेरै पैसा कमाउँछु अनि बुढाबुढी रमाएर बसौँला नि हुन्न र बरु यसो एक प्याक खाना पाए हुन्थ्यो बुढी के को बिहान बिहान रक्सी उता जानु अरु कुरा केही पनि थाहा छैन म त्यहाँ घाँस काट्न जान्छु यहाँ खुरुखुरु रक्सी हेर्ने म आउँदाखेरि एक थोपा पनि खाएको देखे भने कम्फरा फोरिदिन्छु पानी हाल्छ घाम भने बुढीले सम्पडा फोडिदिन्छु भनेछ यति त खान्छु जे होला भनी छे जे भने पनि तर खान चाहिँ छोडिन्न है बुढी छोडिन्छ रक्सी भने छोडिन्न है अब खाना पर्यो फुस्क्यो फेरि यो केसको भाँडा त्यसको ठाडो फेरि झिम झिम सानो नाझिम काउ परेली बुटुकै हुन्छु Oh no! Sarasar gaun kita sarasar sake upar na sake barabar लौननी यो मुर्दाले त खाएर मरेछ नि तलाई प यसलाई त के गर्ने होला नि
मुर्दारले त भए जति रक्सी खाएर मरेछ यसलाई त के गर्ने होला नि हे भगवान। ओहो आज साह्रै मासु खानु मन लाग्थ्यो। यो गाउँघरमा कसैले पनि बोका खसी काटेको छैनन्। कहाँ गएर जुगाड गर्ने होला त। रक्सी खान मन लागेको थियो, पैसा छैन, के गर्ने हो। भगवान्ले त पार्न कतै यसै घुम्दै हिँडेको दाइ। के आज त फेस देख्छु मैले केही खाएनस् खान त पैसा हुनु पर्यो नि दाइ। ठिक छ ल नखाएको राम्रै भयो। धेरै खाना नहुन्न चाँडै जालस् फेरि। यो खाना पाइएन भने त आजभोलि चाहिँ सुइकेला जस्तो छ। बरु दाइ पैसा छ भने यति सापट्टि दिनुहुन्छ कि? तेरो घर बोका छ त्यो लिएर आइज नि त। तर रक्सी खानलाई म 2,000 दिइहाल्छु नि। दाइ बोका ल्याउनु र बुढीले थाहा पायो भने त मार्छ त मलाई त। के छ जाय बुढीसँग डराइले हुन्छ। लिएर आइज बरु म यहाँ पैसा रेडी गरिहाल्छु। लिएर आऊ र दाइ। मैले भनेपछि खुरुक्क लिएर आइज न। सिज कुद्छ। दाइ मैले ल्याएँ नि। ल ल दाइ। मोज गर। यति भएपछि त रक्सी जाब जति पनि पुग्ने भयो नि। अब त
रक्सी ढोकेर आएछ मान्छेलाई यहाँ बोका हराएर कति पिर परेछ तेरो बोका हरायो ल तेरो बोकाको पैसा ए बोका त यसले पो लाएर बेचे रहेछ त्यही भएर रक्सी खाएर आएछ तँलाई ए मलाई हात उठाउँछस् तँलाई जिरो के खाना आयो म आटा खाने मान्छे हो भात पकाउनु पर्दैन मिठो मिठो खानालाई त कमाएर ल्याउनु पर्यो नि मैले जे छ त्यही पकाएँ मैले के बिराएर बाबा हजुरले हाम्रो भविष्यको चिन्ता लाग्दैन यसरी कति दिन चल्छ बाबा हजुर रात दिन यसरी रक्सी खाएर हिँड्नुहुन्छ मम्मीले हामीलाई कति दुःख कष्ट गरेर हुर्काउनु भएको छ तपाईँले हामी तीन भाउनाको माया लाग्दैन र बाबा हजुर पनि कमाउन हिँड्नु भयो भने हामी पढेर ठुलो मान्छे बन्न सक्छौँ हजुरले हामी ठुलो मान्छे बनेको हेर्न चाहनुहुन्न र बाबा बाबा म पनि पढेर ठुलो मान्छे बन्छु नि मेरो छोरा छोरी हो मैले साह्रै गल्ती गरेछु है मलाई माफ गरिदेऊ बुढी तिमी पनि पिर नगर है म सुध्रिन्छु अबदेखि मैले रक्सी खाँदैन म तिम्रो लागि र मेरो छोराछोरीको भविष्यको लागि म राम्रो बाटो हिँड्छु मलाई माफ गरिदेऊ बुढी त्यसो नभन्नु बुढा तपाईँ सुध्रिनु